हेलो गाइज नमस्ते everyone, तपाईँलाई स्वागत छ के भन्छ त्यसलाई फेरि हाम्रो युट्युब च्यानलमा। आज हामी के गर्न चाहन्छौँ भन्दा आज हामी चाहिँ हाम्रो सबैभन्दा मिठो र राम्रो हामी एनालाइसिस गर्न गइरहेको छु उपर तामा कोसी एउटा नेप्से हाम्रो चाहिँ नेप्सेको पहिला हेरिदिउँ के छ यसो होइन। अनि हामी बुझ्नु होला हामीले पनि सेटअप गरेर राखेको थियो। फेरि खासै सेटअप पनि छैन, ठिकठाकै छ होला त्यो पनि हल्का कहाँ गयो यदि सेटअप हान्छु भयो भने होइन। लगभग कारोबार भन्दाखेरि हाम्रो भोलुम हेर्दाखेरि कति लगभग 8 अरब मात्र भयो त्योभन्दा अगाडि नै ठ्याक्कै पोजिटिभ बोल्यो भन्दा 9 अरब जति भएको त्योभन्दा अगाडि। शुक्रबारदेखि त्यति धेरै मार्केट हेर्न मजा आएन। अब सोमबार खुल्छ होला मार्केट, सोमबार चाहिँ के हुन्छ भन्ने अवस्थामा चाहिँ हामी हेर्नेछौँ र हामी पहिला यहाँ एमएससिडी इन्डिकेटर लाएर हेरिदिउँ के छ, के बुझाउनु खोज्दैछ यसले होइन। अरू कुरो भन्दाखेरि क्यान्डल अहिले दामी अवस्थामा अहिले जे भए पनि अप ट्रेन्डमा आएर हायर लो गर्दै माथि चढ्दैछ जे भए पनि। अनि तपाईँले के गर्नु खोज्नु भन्दाखेरि जय होस् अब एन्ट्री गर्ने भने चाहिँ तपाईँले एन्ट्री धेरै लोमै गर्नुपर्ने थियो। अहिले एन्ट्री गर्नु भने त्यति खासै जुनदेखि चाहिँ यो भयो हाम्रो 15,000 भयो टक्क माथि गएको छ होइन।